ऊ राम हो र ऊ हरिबहादुर हो। राम आफ्नो पढाइमा पबजी गेम खेल्न आदि कुरामा धेरै राम्रो छ, तर हरिबहादुरको हालत ठ्याक्कै उल्टो छ। हरिबहादुरको नराम्रो रिजल्ट र रामको रिजल्ट राम्रो किन छ त? रामको र हरिबहादुरको अप्रोच फरक भएको कारण आउटकम फरक आउने गर्छ। राम डिप वर्क अप्रोच फलो गर्छ, हरि जस्ट प्र्याक्टिस अप्रोच फलो गर्छ। आज यो भिडियोमा डिप वर्कको फाउन्डेसन, फ्लो स्टेट, डिप वर्कको फाइदाहरू बारे कुरा गर्नेछु। क्लियर गोल। गोल भनेको कम्पास जस्तै हो। गोलले डाइरेक्सन देखाउँछ। गोल दुई प्रकारको हुने गर्छ, सर्ट टर्म गोल र लङ टर्म गोल। सर्ट टर्म गोल 1 दिन, 1 महिना वा 1 वर्षको समय हुने गर्छ। लङ टर्म गोल 2 महिना, 6 महिना, 1 वर्ष वा 2 वर्षको समय हुने गर्छ, जुन समयमा गोललाई अचिभ गर्नुपर्ने हुन्छ। डिप वर्कको लागि मिनी स्मार्ट गोल्स महत्त्वपूर्ण छ। यो मिनी स्मार्ट गोल कसरी बनाउने? सुरुमा त रियलिस्टिक हुनुपर्छ। दोस्रो, हाम्रो एक्सनमा डिपेन्डेन्ट हुनुपर्छ। उदाहरणको लागि गोल 10 पुसअप गर्ने, गोल 4 दिन मर्निङ वाकमा जाने। यी गोलहरू स्पेसिफिक, मेजरेबल, अचिभेबल, रेलेभेन्ट र टाइम बाउन्ड छन्। तपाईँ डिप वर्कको लागि मिनी स्मार्ट गोल बनाउनुहोस्। रेगुलर फिडब्याक। फिडब्याक कुनै पनि एक्सनको इफेक्ट हो। फिडब्याकले डिप वर्क गर्न र फ्लो स्टेट अचिभ गर्न हेल्प गर्छ। कुनै पनि सिप, भाषा वा कला सिक्न रेगुलर फिडब्याकको धेरै महत्त्व छ। तपाईको र मेरो युकेजी, एलकेजी र नर्सरीको समयमा फिडब्याकको कारण नै हामी पढ्न र लेख्न सकेका हौं। डिप वर्क र फ्लो स्टेट दुवै कन्डिसनमा रेगुलर फिडब्याक चाहिन्छ। फिडब्याक त थाहा भयो, तर इम्प्लिमेन्ट कसरी गर्ने? 2 उदाहरण पछि तपाईँ फिडब्याक युज गर्न सक्नुहुन्छ। इमेजिन गर्नुहोस् तपाईँ 10 वटा शब्द याद गर्नुहुन्छ। तपाईँ सुरुको शब्द पढ्नुहुन्छ र रिकल गर्नुहुन्छ। तपाईको दिमागले याद नै गर्दैन। तपाईँ फेरि शब्द पढ्नुहुन्छ र रिकल गर्नुहुन्छ। तपाईलाई हल्का फुल्का याद आउँछ। फेरि तपाईँ शब्द पढ्नुहुन्छ र रिकल गर्नुहुन्छ। यसपालि तपाईलाई शब्द पुरा याद आउँछ। यो जुन प्रोसेस थियो रिकल गर्ने, यसले रेगुलर फिडब्याक दियो। अर्को एक्जाम्पल हेरौँ, गेम सबवे सर्फर्सबाट। जब गेम सुरु हुन्छ तब सजिलो हुन्छ। जब गेम गाह्रो हुँदै जान्छ र तपाईँ गेममा हार्नुहुन्छ, यो गेम खेल्ने समयमा स्क्रिनमा कन्स्टेन्टली कोइन्स कलेक्ट भएको र स्कोर बनेको नम्बर देखाइन्छ। रेगुलर फिडब्याक एक्सन गरेको प्रोसेसमा हुन्छ। नोटिस गर्नुहोस्। डिप वर्क डेलिब्रेट प्र्याक्टिसको प्रोसेस हो। डिप वर्क आफ्नो स्किल, कग्निटिभ एबिलिटी इन्क्रिज गर्ने एउटा प्रोसेस हो। डेलिब्रेट प्र्याक्टिस आफ्नो कम्फर्ट जोन भन्दा 4% डिफिकल्टीमा काम गर्ने प्रोसेस हो। डिप वर्कको धेरै फाइदाहरू छ। डिप वर्कले मिनिङफुल आउटपुट दिन्छ। डिप वर्कले क्वालिटी अफ प्र्याक्टिस इन्क्रिज गर्छ, जुन क्वान्टिटी अफ प्र्याक्टिस भन्दा राम्रो हुन्छ। डिप वर्कले फ्लो स्टेट पनि अचिभ गर्ने हेल्प गर्छ। डिप वर्क कसरी प्र्याक्टिस गर्ने? 1 गोल सेटिङ, 4% गाह्रो गोल बनाउने। 2 फिडब्याकलाई रेगुलर बनाउने। 3 कन्सन्ट्रेसन एट ह्यान्ड, डेलिब्रेट प्र्याक्टिसमा फोकस गर्ने। फ्लो स्टेट के हो? फ्लो स्टेट अप्टिमल एक्सपिरियन्स हो। उहाँ फादर अफ फ्लो हुन्। उहाँले नै फ्लो स्टेटलाई यसको नाम दिनु भएको थियो। फ्लो स्टेट फिल गुड गर्ने स्टेट, डेभलप गर्ने स्टेट पनि हो। फ्लो स्टेट अचिभ गर्न महत्त्व तत्त्वहरू के छन् त? 4% गाह्रो गोल्स, रेगुलर फिडब्याक र कन्सन्ट्रेसन एट ह्यान्ड। फ्लो स्टेट इमिडिएटली अचिभ गर्न सकिन्न, तर 10-15 मिनेट पछि फ्लो स्टेट अचिभ गर्न सकिन्छ। डिप वर्क भर्सेस फ्लो। डिप वर्क र फ्लो दुवै फरक कन्सेप्ट हुन्। फरक यो हो, डिप वर्कले फिल गुड गराउँदैन, जुन फ्लो स्टेटले सजिलै डिप वर्कमा 10-15 मिनेट पछि गराउँछ। आज हामीलाई यो भिडियोमा थाहा भयो डिप वर्क के हो, डिप वर्क कसरी अचिभ गर्ने, फ्लो स्टेट के हो, फ्लो स्टेट कसरी अचिभ गर्ने, स्मार्ट गोल्स के हो र कसरी बनाउने, अनि हामीलाई फिडब्याक र कन्सन्ट्रेसन एट ह्यान्ड पनि थाहा भयो। धन्यवाद। थ्याङ्क्स फर वाचिङ।